तापक्रम घट्यो, ज्वाला निभ्यो, अँध्यारो भयो, लाइट साइट बल्यो, उज्यालो बनाएर ह्यापी बर्थडेको डेकोरेसन भइरहेछ गाइस। यहाँ केटाहरू यहाँ बेलुन फुलाएर निलो निलो बेलुन जुदो लास्टमा डुम्मे फुट्यो। मान्छे फ्याट, जिन्दगी स्याड भए पनि बर्थडे चाहिँ पुरा ह्याप्पी मनाउनु पर्ने अरे। भाषण मात्रै पर्छ, के देख्नु पर्छ यो आँखाले। सेक इट टु द म्याक्स, डीजे प्लिज स्ट्यान्ड अप, बत्ती निभा। सेक इट टु द म्याक्स। अब 5 मिनट पछाडिको सिनेरियो के हुन्छ म भनिदिउँ त। ठ्याक्क यहाँ केक राखेको हुन्छ, अनि केक सर्ट गरेर काट्ने, अनि च्याप पछि मात्र ट्यापको मुखमा हाल्ने, अलिकति खाने, अलिकति दल दिने, कपाल सपालमा यति धेरै सेतो लाग्छ, त्यसपछि खतम बर्थडे। मेरी क्रिसमस। देख्यौ नि मैले जे भनेको त्यही भयो। भगवान्ले पनि जुन कुरालाई जोक गर्छु त्यो कुरा चाहिँ सिरियस लिएर पुरा गरिदिन्छ, जुन कुरा चाहिँ सिरियस भएर भन्छु त्यो कुरा चाहिँ जोक सम्झेर पुरै गर्दैन। चीटिङ करता है भगवान। स्प्रे मार्ता है। स्प्रे यता ल्याऊ बाबु, भरे तिमी यहाँ फ्लोर क्लिन गर्छौ, क्लिन गर्ने बेलामा त मेरो जान्छ नि टाइम त। यता ल्याऊ नत्र फेरि जिन्दगी बर्बाद गरिदिन्छु। दाइ खै यता आउँदा तपाईँको टाउको हिउँ मिलाइदिन्छु, हिउँ। आमा कति दामी देखेको, मेरो हातमा लाग्यो, सेट मेरो कालो हात सेतो भयो। कतिखेर केक खानु पाइन्छ, अघिदेखि चक्कुमाथि पाइन्छ भनेर अगाडि बसेको, त्यही माथि पेन झरेको तानेको गरिरहेको छु, दाँत किडकिडाइसक्यो, कहिले खानु पाइन्छ। छिटो काटु न दाइ केक, बल्ल मेरो पाला आयो भनेको फेरि कुच्चेर खुवाउन आँट्यो। एन्ड द मिस्टर बरेन अवार्ड गोज टु दिपेश। फोटो खिच्छु ल, नो फोटोग्राफ प्लिज, साइड लाग्नुहोस्, केक खानु जानुहोस्, नो फोटोग्राफ। क्यामेरा चाहिँ कहाँबाट आउनुहुन्छ? जसले जे भने नि भोट चाहिँ हाम्रै पार्टीलाई दिनु ल। ए यो चुनावको कार्यक्रम होइन पो? होइन एक्सक्युज म्याडम यो त बर्थडे पार्टी हो। ल फोटो खिच्ने म पनि जान्छु। ह्याप्पी बर्थडे मेरो भाइ, जन्मदिनको धेरै शुभकामना। बुरा नमानो, होली है, ह्याप्पी होली, ह्याप्पी भाइ टिका। बाबु थोरै लगाइदिनु है, भरे खानको लागि पुग्दैन। बाबु म केक खान्न, चाय लिएर आऊ त। चिया र चिनी दुधहरू कता राखेको छ? खोइ प्रेम दाइले चिया बनाऊ, चिया खुवाएपछि म आजकल लगेर माछा खुवाउँछु भनेको छ। माछा खानु मन लागिरहेछ, चियापत्तीहरू नै भेटेको छुइनँ।